म भाइरल रोडमा छु। रियलको भाइरल त हो कि होइन थाहा भएन, फेक भाइरल चाहिँ जसरी नै हो है। सो गाइस, यो बाटो चाहिँ मेरो हातले देखाएको चाहिँ यताबाट पनि जान मिल्छ, पनि जान मिल्छ, यताबाट पनि जान मिल्छ है त। हजुरहरूलाई जुन बाटो सजिलो लाग्छ त्यही बाटो जानु होला। अन्तिममा जोडिने एउटै ठाउँमा होस् गएर। भाइ सब्सक्राइब गरिदेऊ। गाइज मैले हजुरहरूलाई खोला भनेको थिएँ, सो अब आउँदैछ खोला नि। माथि चाहिँ देख्न सक्नुहुन्छ राम्रो भ्यू छ। यता चाहिँ यस्तो दामी भ्यू छ। अहिले चाहिँ हामी स्कुटीमा छौँ। मैले लाइक सब्सक्राइब सेयर चाहिँ गर्न कहिले नबिर्सिनु होला। सो गाइस, मेरो छिटोभन्दा छिटो 1K सब्सक्राइब बनाइदिनु होला। पनि बाटो हामी चाहिँ यता छौँ। गाइस, बाटो चाहिँ खतरनाक छ, अलि राम्ररी आउनु होला। गाइस, मलाई पनि थाहा भएन, सो देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो चाहिँ के हो, घरै हो कि समूह हो? नेपाल राष्ट्रिय भक्तिपूर्ण सैनिक सद तथा व्यवस्थापन। सो अगाडि चाहिँ देख्न सक्नुहुन्छ। गाइस, अब चाहिँ हामी पुग्न लागिसकेको छौँ भनौँ। सो गाइस, यहाँबाट जाँदा चाहिँ एउटा स्कुल आउँछ। घाँस काट्दै उता चाहिँ एउटा काले कुकुर आइरहेको छ, देख्न सक्नुहुन्छ। आज चाहिँ आकाश चाहिँ यस्तो दामी भइरहेछ नि गाइस, मौसमले नि ह्याप्पी
ह्याप्पी दसैँ भनिदिइरहेको छ क्या हामीलाई। सो गाइस जम्मैजनालाई ह्याप्पी दसैँ अल अफ यु। सो राम्ररी दसैँ मनाउनु होला होइन। म हजुरहरूलाई भोलि दसैँको भिडियो नि हालिदिन्छु। भोलि त दसैँ जम्मैजनाको टिका छ नै होला भन्छु म। नभए नि के गर्नुहुन्छ, अर्को वर्ष त हुन्छ होइन। सो गाइस यहाँ चाहिँ लैजानु रश्मि होटल। उता चाहिँ भाइ बहिनीहरू खेल्दै रहेछन्। सो गाइस हेर्नु त दसैँ आएको, त्यही भएर आकाशमा यस्तो दामी भइदिरहेको छ कि टक्क गाइस हेर्नु। आहा सधैँ यस्तो भइदियो त। सो गाइस अब चाहिँ हेर्नु धानहरू यही सहरहरूमा बस्नुभन्दा गाउँहरूमा बसेको ठिक जस्तो लाग्छ है गाइजहरू। हजुरहरू नै भनिदिनु होला कहाँ बसेको ठिक हो। घरि चडक्क हरियाली, धेरै बाइक स्कुटीहरू नि आउनु होइन। सुनसान हुन्छ गाउँघरमा। फेरि यति सहरहरू यति त बाइक कराउन नि दिमाग खान्छ भने स्कुलको बाटो जान्छौँ कि हामी अर्को बाटो जान्छौँ। शान्ति के थियो, शान्ति टुलो त्यो चाहिँ फुटबलै खेलिरहेको छ त्यो भएर त्यस्तै भिड देखिन्छ। भन्दै फुटबलै खेलाउँछु भने सो गाइस अस्ति मैले फुटबलको भिडियो हालेको थिएँ। मेरो 50 रुपियाँ लाग्यो होइन। सुरुमा 5 रुपियाँ हालेको थुप्रो पैसा आएको थियो। सो हेर्नुहुन्छ। हेलो गाइस अघि चाहिँ कालो कुकुर भेट्दै थियो, अहिले चाहिँ सेतो कुकुर भेट्यो है त। दाइको घर हो गाइस। यहाँ पनि फुटबल खेल्दै रहेछ। दसैँ र तिहारको दिन फुटबल देख्न। सो गाइस ऊ त्यो चाहिँ मेडिकल होला गाइस। अहिले चाहिँ हामी यहाँ चौरङ्गी बजार आइसकेका छौँ। देख्न सक्छौँ सिरानचोक झ्यालबस जाने बाटो चाहिँ यता हो। अहिले चाहिँ हामी सिरानचोकमा। सो गाइस अहिले चाहिँ हामी म भविष्यमा के भन्छु भन्ने। सो यहाँ चाहिँ दाइहरू बल खेलिराख्नु भएको छ। यताबाट चाहिँ पारेङ्गे चोक जान्छ है त।
चाहिँ यहाँ पालपालले चोकाइसकेको छ। ओ बाटो चाहिँ खतरनाक छ है। बाटो चाहिँ यस्तो खतराङ खतरङ छ नि होइन। बाटो चाहिँ यस्तो दामी रहेछ, सोचेकै थिएन। स्कुटी नै ब्रेक लगाइ चलाउनुपर्छ। यहाँ चाहिँ ठुलो रहेछ। गाइज हामी चाहिँ अहिले यहाँ आइसकेको छौँ मम्मीको घर। सो गाइज हामी चाहिँ यहाँ दिदीको घर पुगिसकेको छौँ। म चाहिँ यहाँ एकचोटि सानै हुँदा बिहामा आएको थिएँ, त्यहाँदेखि आज यो सेकेन्ड टाइम। सानो बच्चीमा त छ दाजु हुनुहुन्छ, देख्न सक्नुहुन्छ। सो गाइज चाहिँ हामी यहाँबाट निस्केर दिदी हुनुहुन्छ। सो हामी चाहिँ यहाँबाट निस्किन लागिरहेको छौँ। स्कुटी चाहिँ रेडी पार्यौँ। यही हो सुमन दादाको, कुशल दादा सुमन दादा जस्तो हामी गयौँ है दिदी। सो गाइज अब चाहिँ हामी झ्यालबासको बाटो जान्छौँ। चाहिँ यही हो। अहिले चाहिँ जति थियो होइन गाउँघरतिर चाहिँ पिस्दै हुन्छ। सो गाइज भाग्य होस् यसरी हाम्रो नेपाली आउँछ है। घाँसहरू काटेर भारी छ। अब चाहिँ हामी किन्छौँ गाई कारोङेचो यो पनि खुसेको टिम्पे नानी। एन्टरप्राइजेस रहेछ सेकेन्ड 4। सो गाइस अहिले श्रीनिवासको अफिस यही हो। अघि मैले हजुरलाई नाम दिएँ चाहिँ कुमारी बिन चाहिँ त्यही हो।
मध्यबिन्दु बहुमुख्य क्याम्पस गाउँ कार्यालय आइसकेका छौँ। यहाँ देख्नुहुन्छ। सो गाइज मैले चाहिँ अघि हजुरहरूलाई स्कुल भनेको थिएँ, यो पनि सरस्वती स्कुलै हो। सो म पढ्ने स्कुल त होइन, म पढ्ने स्कुल नि श्री सरस्वती नमुना माध्यमिक विद्यालय नै हो। सो गाइज देख्नुहुन्छ स्कुल। सो मैले हजुरहरूलाई अघि नै भनेको थिएँ, अघि नै म यो बाटो आएको थिएन, त्यही भएर देखाउन सो देख्न सक्नुहुन्छ। सो गाइज अस्ति नै यहाँ चाहिँ एउटा के प्रोग्राम राख्नुभएको थियो, अनि हाम्रो आमा समूहहरूलाई बोलाउनु थियो त्यति बेला। सो हामी नि गथ्यौँ मम्मीहरूसँग। बाटो चाहिँ देख्न सक्नुहुन्छ। कहिले कहिले काम पर्दा यही बाटोहरू आउन पर्छ, त्यही भएर देखिराख्नु होला बाटो चाहिँ। सबैले भन्छन् तर खेल्ने चाहिँ आफ्नै गरी। सो गाइस दसैँ तिहार आछ भनेर तास चाहिँ पैसाबाजीको नखेल्नु होला, साथीहरूसँग रमाइलो गरी नर्मल चाहिँ खेल्नु होला। फेरि एउटा गीत सुन्नुहुन्छ होला नि, नखेल्नु है जुवा र तास धनको नास जीवनको वनवास। सो गाइस यो गीत सुनेपछि चाहिँ पैसाबाजी चाहिँ नखेल्नु होला है त। नर्मल खेल्नु दसैँ आछ खेल्नुपर्छ नर्मल, पैसाबाजी चाहिँ नखेल्नु होला है त। सो गाइस अब चाहिँ हामी कहाँ आयौँ? देउराली प्राथमिक अस्पताल आइसकेको छ। उक्सेकोट 4 झ्यालबास होइन रेतपाटी बाटो। मजाको छ है बाटो चाहिँ। सहरमा भन्दा दामी चाहिँ गाउँघरमै हुन्छ है। यसरी टक्क घाँस काटिदिने मेरो नि यस्तै हो। मम्मीले घाँस काट्ने, म चाहिँ मेरो साइकल लिएर घाँस लिन जाने। यहाँबाट गर्थ्यौँ हामी, यहाँबाट अगाडि देख्नुहुन्छ हेर्नु त। यसरी तरकारी बेच्नुपर्छ। जीवनमा केही गरेर खान नसके चाहिँ तरकारी व्यापार गर्ने, फलफुल रोप्ने, बेच्ने। पैसा चाहिँ जेबाट नि कमाइन्छ, तर एजुकेसन इज भेरी इम्पोर्टेन्ट आवर लाइफ। सो सकेसम्म पढ्नु नै। सो एजुकेसन चाहिँ एकदम इम्पोर्टेन्ट हो। अक्सिजन भन्दा एजुकेसन इम्पोर्टेन्ट हो। साइन्टिस्टहरू नि त्यसै साइन्टिस्ट हुन्छन्, पढेरै साइन्टिस्ट हुन्छन्। सो गाइज हजुरले जे लक्ष्य राख्नुहोस् नि पुरा हुन्छ, तर हजुरले चाहिँ मेहनत गर्नुपर्छ। म चाहिँ फुटबलर बन्छु, सो भ्लगर बन्छु। फुटबलर भ्लगर बन्न चाहिँ मजा छ।
बाटो चाहिँ एउटै हो। उहु। Life is simple. Think it's very hard. बाटो चाहिँ भेरी भेरी खतरनाक। सो गाइज अघि मैले हजुरहरूलाई देखाएको थियो। सो गाइज हजुर मैले त्यही पुगेँ फेरि पनि देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा मन्दिर होला सायद, मलाई जहाँसम्म लाग्छ। देख्न सक्नुहुन्छ। सो त्यो चाहिँ मेरो घर हो, यो जुन नरिवलहरू छ। सो गाइज सबैजनालाई फेरि पनि ह्याप्पी दसैँ भन्न चाहन्छु। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।